हेलो एभ्रिवान, वेलकम टु माई एक्सिया साइडमा मिनी ब्लगमा। आज चाहिँ हामी जाँदैछौँ ड्राई पिकनिक। सो आज चाहिँ हाम्रो छुट्टी हो नि त। हामी चाहिँ ड्राई पिकनिक जाने योजना गरेर खानेकुराहरू रेडी गर्न थालियो। म चाहिँ अचारको लागि सामानहरू काटकुट गर्न थालेँ। दिदीहरू चाहिँ अरू सामानहरू रेडी गर्दै हुनुहुन्छ। अब ड्राई पिकनिक जाने भनेपछि त खानेकुरा बनाउनु पर्यो। हाम्रो चाहिँ ड्रेस एउटै छ, सो हामी चाहिँ रेडी भएर निस्किन लागेको। हाम्रो खानेकुराहरू चाहिँ यहाँ छ। अनि मैले चाहिँ सुन भन्दै देखाइरहेको छु कि कानको झुम्कालाई चाहिँ हामी 5 जना छौँ नि त। अनि 5 जनाको कानको झुम्का चाहिँ डिफ्रेन्ट छ। सो मैले चाहिँ यो चाहिँ सुन हो भन्दै देखाइरहेको छु कि अब रमाइलो त गर्नै पर्यो होइन, यस्तै त हो। अनि अब कहिलेकाहीँ रमाइलो गर्नु पर्यो। कति ड्युटी मात्रै जाने हो त, त्यही पनि अर्काको ठाउँमा होइन। यसो साथीभाइहरूसँग कहिलेकाहीँ घुम्न जानुपर्छ। हाम्रो चाहिँ ड्रेस एउटै छ क्या। यो चाहिँ हामीले नेपालबाट लिएको ड्राई पिकनिकै योजनामा चाहिँ ल्याएको थियौँ। सो बल्ल बल्ल आज टाइम मिल्यो है। हामी चाहिँ अलरेडी अब लाग्यो सामानहरू बोकेर। अनि हामी चाहिँ होस्टेल तल झरेर ग्र्याबको पर्खाइमा बसिरहेको छौँ। एकदम गर्मी छ नि त। अनि त्यही पसिनाहरू नि आइरहेको थियो, एकदम गर्मी नि भइरहेको थियो। अनि हामी चाहिँ जिस्किँदै बसिरहेको थियो है। हाम्रो सामानहरू चाहिँ यस्तो थियो। अनि हाम्रो चाहिँ एउटै कपडा भएर पनि होला मान्छेहरू पनि हेरिरहेको थियो, अलिकति आउट फिल पनि लागिरहेको थियो। अब प्रायः जस्तो एउटै कपडा लगाएर हामी कहीँ पनि गएको थिएन कि। यो चाहिँ फर्स्ट टाइम हो हामी चाहिँ एउटै कपडा लगाएर ड्राई पिकनिक गएको चाहिँ। सो यहाँ चाहिँ छ सोनी र हेमन्ती दिदी। अनि हामी चाहिँ ग्र्याब आइसकेपछि चाहिँ फाइनली लाग्यो हाम्रो सामान बोकेर। अनि हाम्रो ग्र्याब चाहिँ यही हो है। अनि साथीहरूले चाहिँ साथी त के भनौँ, सबै 2 जना 3 जना दिदी एउटा बहिनी, त्यही त। अनि त्यही पनि साथी नै हो दिदी न बहिनी होइन। अनि सामानहरू डेकीमा लगाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ सामानहरू सबै लगाइसकेपछि चाहिँ लाग्यो सरर र सेन्टर पार्क। हामी ड्राई पिकनिक जाने ठाउँ चाहिँ सेन्टर पार्क हो, जुन चाहिँ हाम्रो होस्टेलबाट नजिकै पर्छ है। सेन्टर पार्क चाहिँ एकदम राम्रो ठाउँ छ कि, शीतल हुन्छ। मान्छेहरू त्यहाँनिर चाहिँ जगिङ गर्न आउँछ प्रायः जस्तो चाहिँ बिहान बेलुका। तर हामी चाहिँ जान्छौँ रमाइलो गर्नलाई। अनि फाइनली हामी चाहिँ सेन्टर पार्क आइसक्यो। अनि दिदीले सामान निकाल्दै हुनुहुन्थ्यो। अनि पालो हामी पनि निस्किन थालियो। अब ड्राई पिकनिक भनेपछि त खानेकुरा लगाउनु पर्यो, लगेपछि त बोक्नु नि पर्यो नि त है। हामी चाहिँ नि आफ्नो आफ्नो भएको सामानहरू बोकेर अनि लागियो। अब हामी चाहिँ कहाँ बस्ने त भनेर डिस्कस हुन थाल्यो। अनि अब घाम लागिरहेको थियो। अनि शीतल ठाउँ त खोज्न पर्यो। अनि शीतल ठाउँ कहाँ छ भन्दै हामी चाहिँ नि लागियो अब कहाँ बस्ने भन्ने प्लानमा। अनि फाइनली हामीले चाहिँ एउटा ठाउँ चुज गऱ्यो। अनि पालो सामानहरू लाग्यो है, राख्यो। हाम्रो चाहिँ सामान चाहिँ झोला छ कि, हामीसँग ठुलो झोला थिएन। सो हामीले चाहिँ सानो झोलामा लगाएको थियो। अब 5 जनाको त अब खानेकुरा पनि धेरै नै हुन्छ होइन। अनि हामीले एउटा केक पनि लगाएको थियो। सो हामी चाहिँ सबै सामानहरू राखिसकेपछि चाहिँ 1-2वटा फोटो खिचौँ न त भनेर फोटो खिच्नको लागि सबैजना रेडी भयो होइन। अनि 1-2वटा फोटो खिचौँ भनेर खिची पनि हालेँ। अब सम्झाउने बिर्साउने त्यही त हो नि है। भोलि पर्सि के थाहा अब मान्छेहरू फिलिसमा गएर कोही कता याद भनेको यही फोटो हुन्छ, यही भिडियो हुन्छ। सो हामीले चाहिँ अलरेडी अब सबैभन्दा फर्स्टमा त केक काट्नु पर्यो है। अनि सोनीले चाहिँ केक निकाल्दै चाहिँ अनि हामी चाहिँ सुगर भन्दै आफ्नो तालमा छौँ क्या। अब छुट्टीमा त हो, ड्युटीको बेला भरिभरि काम गऱ्यो। अब छुट्टीमा के गर्ने त भन्दाखेरि अब कहिलेकाहीँ अब पैसा हुँदा अब सधैँभरि त हुँदैन पनि होइन। अनि सबैजनाको मन मिल्दैन पनि। अनि यसो प्लान बनाएर गएपछि गएको के हुन्छ भनेर नि हामी चाहिँ गइदिएको नि त। अनि हामीले चाहिँ स्प्राइटको कोकटेल बनाउने भनेर फलफुल पनि काटेर लगेको थियो। अनि दिदीले चाहिँ सबैभन्दा फर्स्टमा कोकटेल बनाउने हो भनेर अनि त्यसपछि कोकटेल बनाउन थाल्नु भयो। हामी चाहिँ यता गफ गर्दै थियौँ, यसो गर्नु भन्दै आफ्नो आफ्नो धुनमा छौँ सबैजना, आफ्नो आफ्नो काममा
म यो गर्छु त त्यो गर भन्दै हामी चाहिँ एकदम रमाइलो गर्दै हाँस्दै है। हामी चाहिँ फेरि एकदम रमाइलो टाइपको मान्छे के, आफ्नो आफ्नो तरिकामा भए पनि ए तैँले यो गर मैले यो गर्ने भन्ने एकदम क्लोज टाइपको क्या, फ्रेन्डली टाइपको छौँ। अनि एकदम रमाइलो फिल पनि भइरहेको थियो। अनि हाम्रो सबैजनाको एउटै ड्रेस भएर होला पार्कमा गइसकेपछि नि मान्छेहरूले हामीलाई नै फोकस गरिरहेको थियो कि, अनि हेरिरहेको थियो। अनि हामीलाई कस्तो, अरूलाई त कस्तो भयो थाहा भएन, तर मलाई त कस्तो अरू लागिरहेको थियो किनभने मैले भिडियोहरू पनि बनाइरहेको थिएँ। अनि म चाहिँ सबैजनाको अगाडि पछाडि कुदिरहेको थिएँ नि त। अनि मैले चाहिँ देखिहालेँ। अनि मलाई चाहिँ कस्तो अप्ठ्यारो फिल भएको थियो क्या। फर्स्टचोटि हो सबैजनाले एउटै ड्रेस लगाएर बाहिर निस्केको चाहिँ, त्यही भएर पनि होला। अनि म चाहिँ भिडियो बनाउन पुरा मस्त, म चाहिँ भिडियो लभर हो नि त। सो म चाहिँ एकदम भिडियो बनाइरहेको थिएँ है, जिस्काउँदै हुँदै। सोनीले पनि जिस्किँदै होइन, यहाँ हेर मेरोबाट नै राम्रो आउँछ ह्यान त्यान भन्दै उसको मोबाइलबाट नि फोटोहरू खिचिरहेको क्या। अनि ऊ चाहिँ ब्राउन लभर क्या, एकदम उसलाई ब्राउन मनपर्ने है। अनि उसले चाहिँ अनि अगाडि ब्राउन खाइरहेको थियो। अनि दिदीले चाहिँ कुकतेल बनाइराख्नु भएको थियो नि त। अनि गङ्गा दिदीले चाहिँ ए नखानु एकछिनमा खानुपर्छ भन्दै हुनुहुन्थ्यो। सबैजना आफ्नो आफ्नो धुनमा क्या, अब फोन पाएपछि सबैजना त्यही त हो, त्यही गफ गर्ने बस्ने। ठाउँ चाहिँ एकदम राम्रो छ, हावा चल्छ शीतल होइन। तर घाम लागेको बेलामा चाहिँ अलिक शीतल ठाउँ खोज्नुपर्छ। अब समयअनुसार घाम पनि ढल्किँदै जान्छ नि त, त्यही भएर हामी चाहिँ भरेसम्म घामले नभेट्ने ठाउँ खोजेर चुज गरेर बसियो। परदेशको ठाउँमा यस्तै हो, के गर्नु होइन। साथीभाइसँग कहिलेकाहीँ रमाइलो गरौँ, त्यही त हो नि। रुममा बसौँ कति बसौँ, अब एक्लै रुममा बस्दा पनि कति धेरै सोचाइहरू आउँछ, सो टेन्सन पनि हुन्छ नि त। यस्तै हो, अब कहिलेकाहीँ साथीहरूसँग मिलेर रमाइलो पनि गर्नुपर्छ। अनि हामीले चाहिँ फाइनली केक खायो। केक चाहिँ एकदम टेस्टी भएको थियो। अनि केक चाहिँ गङ्गारीले मगाउनु भएको थियो। अनि हामीले चाहिँ अब अलरेडी खाना सुरु गरिसकेका थियौँ नि त। अब केक खाइसकेपछि चाहिँ के खाने त भन्दा हामी नाइट ड्युटी गरेर आएको नि त। अनि बिहान सामानहरू बनाउँदा केही पनि खाइएन, अनि भोक नि लागिरहेको थियो। हामीले अनि पुलाउ बनाएर लगाएको थियो कि। अनि सबैभन्दा अगाडि चाहिँ पुलाउ खाऊँ न, आज सबैजनाले खाना खाएको छैन भन्ने सल्लाह भयो। अनि हामी चाहिँ पुलाउ खाने पनि रेडी गरिरहेको थियो। अनि अनि स्ट्रबेरी मनपर्छ होइन भन्दै जबरजस्ती अब स्ट्रबेरी आउनुले थियो नि त। त्यही भएर सोनीले चाहिँ को खाने स्ट्रबेरी, कसलाई फर्फर मनपर्छ भन्दै जिस्काइरहेको थियो। अनि हामीलाई चाहिँ भोक पनि लागिरहेको थियो कि सबैजनालाई। अब बिहानबाट खाना खाएको छैन नि त, ड्युटी गरेर आएको मान्छे थाकेको हुन्छ। त्यही पनि नसुती गयो क्या। रहर भनेपछि कति साह्रो हुन्छ है मान्छेलाई। अनि हामी चाहिँ अलरेडी पुलाउ अब लगाउनु थाल्नुभयो दिदीले। अनि एकजनाले अचार, एकजनाले सब्जी, त्यसरी नै सबैजना मिलेर रेडी गऱ्यो है। सबैभन्दा धेरै चाहिँ मलाई नै भोक लागेको थियो होला जस्तो फिल भइरहेको थियो कि, एकदम भोक लागिरहेको थियो। अनि नसुती त्यही पनि। अनि फ्रेस पनि भएको थिएन कि, अब जस्तै नसुतेको मान्छे कस्तो हुन्छ होइन। 12 घन्टा नाइट ड्युटी गरेर आएको मान्छे नसुती खानेकुरा रेडी गरेर अनि बाहिर निस्किनु भनेको त रहर चाहिँ कहाँसम्म हुँदो रहेछ त मान्छेको भन्ने कुरा चाहिँ यहीँबाट बुझिन्छ कि। अनि हामीले चाहिँ खाना रेडी गऱ्यो। अनि सोनी चाहिँ गीत गाउँदै चाहिँ, त्यो चाहिँ बच्चा जस्तै गर्छ कि कहिलेकाहीँ है, एकदम रमाइलो टाइपको मान्छे चाहिँ। अनि हामीले चाहिँ फाइनली खानाहरू रेडी गरिसकेपछि चाहिँ खाने प्लानमा सबैको आफ्नो भाग दिन सुरु गर्यो। त्यसपछि होइन सबैजनाले एकैचोटि खानु है, भिडियो बनाउने, फोटो खिच्ने भन्दै होइन। हामी चाहिँ अनि कसैले फोनबाट भिडियो बनाउने, कसैले के गर्ने गरिरहेको थियौँ क्या। अनि खानासाना लगाइसकेपछि ब्राउन चाहिँ लगाउने बिर्सिरहेको। अनि खोइ त ब्राउन भन्दा हो ब्राउन भनेर अनि फेरि सम्झेर आफ्नो भागमा लगायो सबैजनाले। फाइनली अनि हामीले चाहिँ खाना यसरी नै रेडी गऱ्यो। अनि खाना रेडी गरेपछि चाहिँ म चाहिँ अगाडिको नि पछाडिको नि भिडियो बनाउँछु भनेर दिदीको फोनबाट मैले चाहिँ बनाइरहेको छु है। म चाहिँ हिँड्दा पनि प्रायः जस्तो भिडियोहरू चाहिँ बनाइराखेको हुन्छु कि।
अनि त्यही भएर हामीलाई त आउँदैन भिडियो बनाउनु, तैँ बना भनेर यहाँ त्यहाँ भन्नुहुँदै थियो। अनि अब मलाई पनि राम्रो त आउँदैन, त्यही पनि हुन्छ नि त मान्छेमा सब। सो मलाई पनि भिडियो बनाउन चाहिँ रहर एकदम के, जहाँ गए नि जे पनि भिडियो बनाइदिने, आफूलाई जे मनपर्छ आफूले जे देख्यो त्यसकै भिडियो बनाउने टाइपको हो कि म चाहिँ। त्यही भएर म चाहिँ जता जाँदा नि भिडियो चाहिँ बनाइरहेको हुन्छु के को। अब आफूलाई के मनपर्छ, फुल देख्यो है, फुलै भिडियो बनाउनु मन लाग्छ, त्यसै त हो नि। अनि हामीले अनि गीत पनि बजाएर पुरा सोनी चाहिँ नाच्न थालिसक्यो क्या। अनि हामी चाहिँ गर्दै जिस्काइरहेको थियो। अनि फाइनली हामीले चाहिँ खानासाना खाइसकेर सोनीलाई चाहिँ अगाडि नै पुग्यो अरे। अनि ऊ चाहिँ छिट्टै उठेको थियो क्या टिकटक बनाउन। अनि त्यसपछि फर्किने बेला भइसक्यो। अनि हामी चाहिँ फर्किँदाखेरि बेलुका 7:30 भइसकेको थियो। तर नाइट भ्यू चाहिँ एकदम राम्रो कि है। अब 8 बजीबाट त बन्द हुन्छ पार्क। अनि सो हामी चाहिँ सबैजना सामानहरू बोकेर लाग्दैछन्। अनि म चाहिँ पछि पछि भिडियो बनाउँदै आइरहेछ। अनि हाम्रो यो हप्ताको छुट्टीमा नि यसरी नै एक दिन चाहिँ रमाइलो गरेर बित्यो। सो ह्याप्पी होलिडे पनि मनाइयो।